हेलो एन्ड वेलकम एभ्रिवान। आज चाहिँ हामी जाँदैछौँ धरान बुढा सुब्बा अनि आज चाहिँ अनि भेरेटार पनि। अनि आज चाहिँ कस्तो भयो भन्दाखेरि हाम्रो मिडल अफ द रोडबाट भ्लग स्टार्ट भयो अनि हामी जाँदै थियौँ अनि यसो सोच्यौँ अब स्टार्ट गरिदिउँ न भनेर। हेलो गाइस, हामी चाहिँ अब भेरेटार जाँदैछौँ। मौसम धेरै चिसो हुँदै गइसक्यो, जाडो छ तर पनि रमाइलो छ। जाने दिन पनि आइसक्यो। सुमन कस्तो हुँदैछ? एकदम बवाल हुँदैछ होइन। अब छुट्टी पनि सकिसक्यो, अब जाने दिन पनि आउँदैछ। त्यही भएर अब यसो छोटो टाइममा आज र भोलि त छ बस्नु भनेको। अनि यो टाइममा चाहिँ अब टाइम स्पेन्ड गरौँ न भनेर यसो माथि डाँडातिर चिसो ठाउँमा। हुन त जाडो सुरु भइसक्यो र पनि यति चिसो ठाउँमा बस्नु भन्ने एउटा प्लानिङ। Dharan Clock Tower. भयो पैसा आएर दिँदा ल अब हामीले ल्याउँ न यो पनि किन्यौँ। अब पूजा गर्न जाँदैछौँ हामी चाहिँ। मन्दिर यहीँ छ, सबै यहाँ छ मन्दिर। यो चाहिँ हाम्रो बुढा सुब्बा मन्दिर। अब यहाँ के पक्रिँदै हामी चाहिँ अहिले यहाँनिर बुढा सुब्बाको यो बुढा सुब्बिनी भन्छ गरे। यहाँ यता बुढा सुब्बा, यता बुढा सुब्बिनी। अनि यहाँनिर चाहिँ के छ भन्दाखेरि यहाँनिर चाहिँ जनावरहरूको पनि बलि दिने चलन छ। सुँगुरको पनि हुन्छ यहाँनिर चाहिँ बलि। अब कतिपयलाई आश्चर्य लाग्ला तर सुँगुरको बलि पनि हुन्छ। अनि मेन चाहिँ यहाँ कुखुराहरू प्रायः काटिन्छ बलिको लागि। अनि हामी चाहिँ अब बलिसरी दिने होइन, म चाहिँ बलिखेरि बलि मलाई त्यस्तो मन पर्दैन पनि, त्यही भएर हामीले चाहिँ फुलले पूजा गऱ्यौँ। र अहिले चाहिँ हामी यहाँ टिका लिनको लागि, मन्दिरको टिका लिनको लागि अहिले मेरो वाइफ चाहिँ यहाँ वेटिङमा बसिरहेछ। त्यस्तै छ यहाँको नजाराहरू।
साथीहरु यो बुढा सुब्बाको यो बाँस चाहिँ अलिकति यसको एउटा रोचक तथ्य छ। अब यो बाँस जुन छ यसको भनाइ छ यहाँनेरि अब यो बाँसको चाहिँ टुप्पी छैन अरे भन्छन् हैन। तपाईहरु यहाँ पछाडी देख्नुहुन्छ यो टुप्पी छैन भन्छन्। अनि हामीले गएर उतै चेक पनि गरेको थियौं साच्चैको टुप्पी छैन भने अब हुन चाहिँ के हो हैन। पहिलेदेखि बच्चादेखि सुन्दै आएको चाहिँ यो। अनि यो बाँसहरु देख्न सक्नुहुन्छ। ल साथीहरु हामी चाहिँ अहिले भ्यू पोइन्ट आएको छौं। र भ्यू पोइन्टबाट धरानको दृश्य यस्तो मजाको धरान शहर है। हामी चाहिँ माथि भेटातिर जाँदै छौं यस्तो छ। अनि हामी चाहिँ अहिले यहाँ यसो भ्यू पोइन्ट आएर चाहिँ भ्यू पोइन्टमा यसो भ्यू हेर्दिउँ न भनेर आएको। तिमीलाई कस्तो भइरहेछ त अहिले? अनि आज त यहाँ गीत गाउँदै पो हिँड्दैछन् पूजा त। अनि त्यही भएर यस्तो छ साथीहरु भ्यू पोइन्ट टक्कसँगले। हाम्रो अब गन्तव्य चाहिँ भेटाटारतिरको हो। ल साथीहरु यो चाहिँ भेटाटार हो हैन। भेटाटारको शङ्ख पार्क भन्छ यसलाई। अनि हामी चाहिँ यहीँ छौँ अहिले। अनि अब भेटाटारमा तातो थुक्पा खाइयो। अनि खाजासाजा खाएर अहिले हामी चाहिँ अब घुम्ने क्रम जारी छ। अनि अब यतै घुम्दैछौँ यस्तो छ भ्यू यहाँको सबै कुराहरू। यो अगाडिको चाहिँ शङ्ख पार्क हो। अनि अब हामी यसो एकछिन यहाँ घुमघाम गरेर अनि हामी चाहिँ फेरि तल युटर्न नै झर्छौँ। अब त्यहाँ पर के छ अब हामी यसो थोरै एक्सप्लोर गर्दै अब त्यहाँ त्यो स्काई वक के पनि छ त्यो सबै कुराहरू एक्सप्लोर गर्दै अब हामी अनि फेरि घरै फर्किन्छौँ।